चिसो चिसो हावामा आहा कस्तो बाटो हिँड्दैछु है कहाँबाट हो बाटो नै थाहा नपाइरहेको अब गाउँमा खानासाना खानी टन्न कस्तो लाग्यो ठिकै छ कि निलो ठिक छ यो मिठै थियो हिजो खाएको ल 3 दिन चाहिँ गाह्रो थियो चिल्याक्स मजा नि लाइफ गेटहरू छ गेट गेट चाहिँ छैन त्यो पनि बोर्डरको त्यो छिपिन नेपाल चाइना भनेर कि तिहार पो आयो त यार कहाँ त्यहाँ भने यहीँ बस्नु पऱ्यो भोलि यहाँ बसेर के हाल्यो खाली होला र हजुरहरूकोमा त्यहाँ टुङ्नाहरू छैन बताउने कुरा टुङ्ना बन्दुक बन्दुक मृगलाई मैले ताकेको होइन दुईटा डबल गर्नुपर्छ के दुईटा डबल राम्रो हुँदैन उडेर जाउँ कि टाढामा बसाउँ रे मम्मीले दिइहाल्छु नि भन्थ्यो खै आएकै छैन सो फाइनली हामी चाहिँ यो धर्मशाला आज बस्ने अब लगभग करिब 3:33 त्यस्तै 3:30 बेसी भइसक्यो अब भोलि चाहिँ अब यताबाट लाग्नुपर्छ आज त अब धेरै सुत्न नै पाउँदैन बिहान 3 बजे त हामी भइसक्नुपर्ने हुन्छ सब लुगा लगाएर सुत्ने अनि जुरुको 3 बजे उठ्ने अनि मुभ त्यही हो अब यस्तै रहेछ जिन्दगी धर्मशालामा छौँ होइन आज उठिसक्यौँ कति लगभग 3 बज्न आँटेको छ बिहानको होइन 2:50 जति भयो अघि नै उठेर खास चाहिँ निन्द्रै लागेको छैन राम्ररी किनकि अब हामी डाइनिङमा सुतेको नओड्ने कुरा थियो होइन ब्ल्याङ्केटहरू पनि थिएन त्यही हो अब हामी अब सबैजना फ्रेस भइरहेछ बिस्तारै सकेसम्म चाँडै मुभ हुनुपर्छ अनि अब 8 बजीसम्म हामी लार्के पास हानिसक्छौँ क्यामेरा त कस्तो चिसो मर्निङ अब हामी आधी बाटो पुगिसक्यौँ होइन लार्के पास जाँदैछौँ यस एकदम गर्दै सनसाइड Look at this view. ल अब माथि भेटौँला लास्ट चिसो चाहिँ यहाँ क्यामेरा समाउनु गाह्रो भइसक्यो ल सी टेक केयर बाइ बाइ हेलो हट यताबाट म त्यो दुई हामफाले गयो नि हिमाल चढ्ने पाएँ है टकिरहेछ अरे आइसकेछ पुरै हिँड्न सक्नेले त हाकिम बस्यो भने त 49 सय 200 मिटर त हो 200 मिटर जानलाई यहाँ धेरै टाढो छ नि आज उकालो छ नि त होइन अब त छ नि उकालो अझै छ है एउटा डाँडा
यही इन्टु द हिमालय घाम चाहिँ अब मजाको लागिसकेको छ होइन थाकिरहेछ अब धेरै छैन धेरै त किन नहुनु अब 1 घन्टा 1.5 घन्टा अझै जानुपर्छ बिस्तारै बिस्तारै लेट्स गो कस्तो चिसो म त यहाँ मात्र घुमेर होला भन्दा होइन क्या 40 दिन एमबिसी होइन साम्दो हुन्छ नि पिकहरू अपडेट चाहिँ के भने अब यहाँबाट लगभग स्नो आइसको बाटो नै सुरु छ अनि मेरो बिहान चाहिँ क्राम्पोन नै हरायो कि लास्ट उकालो बाँकी छ अब यो उकालो कटेपछि हामी लार्के पास घट्ने छ उयो त्यसपछि हाम्रो कम्प्लिट हुन्छ बोल्ने नि सास फुल्ने क्या फाइनल क्लाइम्ब लेट्स रक एन्ड रोल ल यो नै बाँच्यो जाउँ ल किरा ओ फाइनली मेरिड हेर्नु त ल गाइस फाइनली वाह Kann ich schon, ich denke, es schafft die Noten sehr wichtig. मलाई त दामी भइरहेछ एकदम मजा आइरहेछ फर्स्ट टाइम यत्रो हाइटमा आएर होइन त्यसो के चाहिँ एकदम एक्साइटेड है यस्तो हो खास होइन कस्तो हुन्छ भन्दाखेरि होइन यो कुराहरू हामीले रमाइलो यो कुरा भने एक्सपिरियन्सै गर्नुपर्ने कुराहरू हो क्या होइन यो एक्सप्रेसन गरेर हुँदैन यस्तो कुरा एक्सपिरियन्स गर्नुपर्छ आउनुपर्छ हिँड्नुपर्छ गाह्रो के हो थाहा पाउनुपर्छ अनि रमाइलो के हो बुझ्नुपर्छ गाह्रो त भइहाल्छ होइन तर रमाइलो तर आउनै पर्छ एकचोटि है एकदम एकचोटि आउनै पर्छ हेर्नै पर्छ ल भिजिट लार्केमा पास ल लार्के Too much. मात्रै हो सँगै हिँड्ने चाहिँ अनि त्यसपछि भिमलाङमा रोकेर अनि दिपेशलाई कल गरेर हामी आएको 15 मिनटमा दिपेश आइदियो अब के 7-8 बजे चढेर कति बजे घर 2 बजे के हो त ठिकै भइहाल्छ धेरै अब गाह्रो पनि भयो सजिलो पनि भयो होइन
आज चाहिँ यति फ्रेस भयो ल सी यू